युवाहरूलाई एकदम जोस जाँगर हुने हिसाबले नेपालमै केही गरौँ सम्भावना छ भनेर सम्भावना देख्ने व्यक्ति उहाँलाई हामी सम्मान गर्नुपर्छ। र हामी फर्ममा आउँदै गर्दाखेरि उहाँ आफै खटेर काम गरिरहेको कृषि पेसामा एकदम अगाडि बढिरहेको देख्यौँ। त्यो एकदम खुसी छौँ र उहाँलाई धन्यवाद पनि दिन चाहन्छौँ। र सबैजना कोही इच्छुक हुनुहुन्छ भने उहाँको फर्ममा काम गर्न सक्नुहुनेछ। खाना लाउन बसेर बाख्रा पाल्नुहुन्छ, कुखुरा पाल्नुहुन्छ, सुँगुर पाल्नुहुन्छ भने तपाईँलाई त्यसको पनि उपलब्ध गराएर 25,000 भन्नुभएको छ। बिस्तारै अब 20,000 देखि 25,000 र बिस्तारै अब परिवार सहित हो भने 40-45,000 बिस्तारै आवश्यकता अनुसार र राम्रो अब गर्दै गइयो थप्दै गइयो भने स्यालेरी पनि बढ्छ। त्यो हिसाबले कोही हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। म उहाँको नम्बर पनि यसमा राखिदिनेछु। र खुसी लाग्यो सबैजनाले भिडियोलाई सुइँ एकदमसँगले सबैसँग पुर्याइदिनु होला। 5 तहको फिदिम नगरपालिका माया आशिक कृषि तथा पशुपक्षी फर्म फिदिम नगरपालिका 5 कटहरे 5 तर भन्ने ठाउँमा चाहिँ यो चाहिँ थाक्ले त तल खोला पारी पर्छ। र यहाँ चाहिँ फर्ममा आएको छु म। हामी अहिले फर्मभित्र छिरिसकेका छौँ र हामी यो फर्म हेर्नकै लागि हामी मामाहरूसँग हामी यहाँभित्र फर्म हेर्न जाऊँ त भनेर गएको। अनि त्यहाँभित्र हामीले पसेर विभिन्न जातका होलिस्टेन क्रसहरूदेखि लिएर लोकल हरेक जातका गाईहरू हामीले यहाँभित्र देख्यौँ। र गाईहरू हेर्दै गर्दाखेरि यति हामीलाई यहाँभित्र जुन अब व्यावसायिक रूपमा एकजना दाइले यो ठाउँमा यस्तो सम्भावनै बिनाको ठाउँमा कसरी चाहिँ यति धेरै गाईहरू पाल्दै हुनुहुन्छ र प्रफिट छ कि छैन भन्ने विषयमा हामीले कुराकानी पनि गरेका छौँ। र हामी यो फर्मभित्र अवलोकन गरेर दाइसँग पनि कुरा गर्ने जमर्को गरेका छौँ। अहिले हामी दाइसँग पनि अब यहाँको प्रोप्राइटर दाइको हुन्छ उहाँको नामसहित हामी उहाँसँग पनि कुरा गर्नेछौँ। लेट्स सी ल। कुमार दाहाल, मेरो घर फिदिम नगरपालिका वार्ड नम्बर 4 बरे भन्ने ठाउँ पर्छ। र म चाहिँ तपाईँको 2036 सालदेखि 58 सालसम्म शिक्षक जोरथाल स्कुलमा पढाएँ। 16 वर्ष, त्योभन्दा अगाडि 7 वर्ष चाहिँ उता फर्गोमाथि 80 रुटार स्कुलमा पढाएँ। र 58 सालमा पेन्सनमा निस्केपछि म नेपाल लाइफ इन्सुरेन्स कम्पनीको वरिष्ठ एजेन्सी म्यानेजरको रूपमा काम गर्छु। अहिले पनि त्यहाँ काम गरिरहेको छु। र त्यस पछाडि मैले यसलाई साइड जबको रूपमा भनेर यहाँ सुरु गरेको। अहिले मेरो फुल जब जस्तै भइसक्यो। अब योबाट त्यहाँदेखि के अरे अब अप्ठ्यारो काम पनि रहेछ। किन मान्छे पाउन गाह्रो क्या। मान्छे नेपालमा अब काम छैन दुःख पाइयो भनेर विदेश जान्छन्, तर यहाँ काम गर्ने मान्छे मैले खाएर 25,000 दिन्छु 20,000 दिन्छु भनेर मान्छे पाइरहेको छैन होइन। खाना बस्नतिर हो, हप्तामा एकपल्ट मासु खुवाउने होइन। महिनाको चाहिँ नि 20,000 देखि 25,000 काम हेरेर राम्रो काम छ भने 25,000 दिने, नभए पनि 20,000 चाहिँ दिने जोसुकै होस् हो। श्रीमान श्रीमती आएर बस्छन् भने दुइटै राम्रै काम गर्छन् भने 40,000 देखि 45,000 दिने। अझ उनीहरूलाई चाहिँ नि यसो अब राई लिम्बू आदि जातको भनौँ न, जब खेती बाहुन नै मैले त अब सुँगुरहरू पाल्ने कुखुरा पाल्ने छ भनेदेखि उसलाई त पनि यसो व्यवस्था पनि गरिदिने छुट्टै छेत्री बाहुन आदि इत्यादि। हामी त यहाँ सुँगुर छुँदैनौँ कुखुरा पाल्दैनौँ भन्नेलाई चाहिँ नि 2-4वटा खसी पाल्छु भन्दा त्यो पनि व्यवस्था पनि गरिदिने होइन। गराली गरी एकछिन 1 घन्टा त हो नि त्यहाँ होइन। त्यो ढङ्गले चाहिँ नि पनि गरिरहेको छु म। र खास श्रीमान श्रीमतीको एउटा परिवार मलाई चाहिएको पनि छ, किनकि मेरो यहाँ बाख्रा फार्म पनि खोल्दैछु र यहाँ लोकल कुखुरा हाल्दैछु र अलिकति हाँस अलिकति चाहिँ कागज पनि हाल्न खोज्दैछु। त्यसलाई एउटा परिवार टक्क भयो भनेदेखि त्यतापट्टिको हाँस कुखुरा त्यो के भन्छ के बाख्रा होइन को हेर्ने थियो भन्ने किसिमको सोचाइ बनाएको। र अब अहिले चाहिँ म योमा लागेको लगभग 78 सालमा यो जग्गा किनेको हुँ। सुरुमा जग्गा मेरो नाममा भनेको त्यही 22-23 रोपनी छ। अरू बाँकी 125 रोपनी जग्गामा चाहिँ घाँस लगाएको छु। पारिपट्टि छ मेरो करिब 40 रोपनी होइन। यहाँदेखि उतापट्टि यो खोला छ पारिपट्टि 40 रोपनी छ। यहीँ माथिल्लोपट्टि भित्रपट्टि यो यहाँ उँधो छ अरू 40 रोपनी जति। यो राणादेखि उतापट्टि पनि छ। अनि तपाईँले यस्तो यो मेरो जुन जग्गा यहीँदेखि यसो एकदम विकट देखिन्छ यो ठाउँ होइन। हरियाली केही छैन, एकदम खोलाको छेउमा। यहाँ कस्तो सम्भावना देखेर तपाईँले यो पेसामा चाहिँ कसरी लाग्नु पर्छ? अब यसो छ कुरा, यो चाहिँ यो बाटो तपाईँको अत्यन्त यो ठाउँ भनेको अत्यन्त सम्भावना भएको ठाउँ हो। मानिसहरूले मलाई के भन्यो भने यो पारिपट्टि थाक्लेमा गरेको भए त्यहाँ मास्टर पिच छ नजिकै, त्यहाँबाट सजिलो हुन्थ्यो भन्ने कुरा गर्नुभयो। त्यो कुरा पनि राइट हो, तर त्यो त एकदम चाहिँ के अरे पाइलो बाटो हो नि।
मतलब हिउँ बर्खा नै घाम लाग्ने ठाउँ घाम लाग्ने जहाँ चाहिँ के छ भनेदेखि घाँसपात आदि इत्यादि त्यहाँ पानी नै छैन पान्छ होइन पानी नभएपछि त घाँस आउँदैन नि आउँदैन त्यसो भएको हुनाले त्यो एउटा समस्या त्यो देखेँ मैले र यो चाहिँ अलिकति सेपिलो बाटो प्लस यहाँ पानी अलिकति चिस्यान ठाउँ र घाँस चाहिँ बाह्रै मास अलिअलि हल्का भइराख्ने जङ्गल नजिकै यता पर पनि ठुलो जङ्गल छ रानीवन छ होइन यहाँ नजिकमा अलिकति चाहिँ ओइलानी जग्गाहरू चाहिँ सरकारको चाहिँ त्यहाँ यसो घाँस काट्न सकिन्छ यसो होइन आफ्नो मन हुँदाखेरि र यो ढङ्गले एक नम्बर दोस्रो त्यहाँबाट पिचबाट मध्य पहाडी राजमार्गको पिचबाट जम्मा 1 किलोमिटरमा यहाँ पतिर आइपुगिन्छ भनेपछि झन् 1200-1300 मिटरमा यहाँ छ यो होइन यो बाटो चाहिँ गभर्मेन्टले भोलि चाहिँ नि के अरे यहाँनिर एउटा कृषि हब बनाउने प्रयास गरिरहेको छु धेरै मान्छेहरूलाई म प्रोत्साहित गरिरहेको छु हरेक गाई मैले घरमा 2-4 गाई पाल हो कि तिमीहरूको जग्गा जमिन आदि इत्यादि जे छ त्यसलाई चाहिँ के अरे ब्याङ्कलाई उ गरिदिउँ होइन किस्तामा चाहिँ पैसा दिइहाल्छ तिमीहरूले 1 रुपियाँ निकाल्नु पर्दैन त्यसको चाहिँ नि सारा चाहिँ के अरे मतलब चाहिँ व्यवस्थापन म गर्छु भनिरहेको छु होइन एउटा सहकारी खोल्नु पनि खोजिरहेको छु तर यो बाटोको कारणले गर्दा मान्छेहरूले आँट पुर्याएको छैन बाटो राम्रो छैन नि त बर्खामा कहिलेकाहीँ 1 हप्ता के अरे 2 दिन 3 दिन 5 दिन कहिलेकाहीँ त 1 हप्तामै पनि यो तल खोलो चाहिँ ठुलो भयो भने यहाँ दुधै बिग्रिनेसम्म होइन अर्को बाटो छ माथि वैकल्पिक बाटो त्यो बाटो पनि यहाँ पानी आएपछि बाटै यस्ता हाम्रो पिकअपहरू नै चढ्न गाह्रो हुन्छ त्यस कारणले यो बाटो चाहिँ बन्ने बित्तिकै यो स्वर्ग हो तपाईँको यो कृषि हब नै हुन्छ यो किनभने यहाँको दुध हामी धरानमा गरी बेच्न सक्छौँ कुरा बुझ्यो नि धरान त यहाँबाट 2.5 घन्टाको बाटो होला सायद 3 घन्टाको बाटो होइन त्यो पुलहरू बन्ने बित्तिकै यहाँबाट काठमाडौँ एकै दिनमा छट्टा बेलुका बिहान हिँडेपछि बेलुका पुगिन्छ र यहाँ खसी आज खसीको मासु भनेको फिल्म बजारमै 1200 रुपियाँ केजी भएछ होइन बनाए तल मधेसतिर 1300-1400 होला काठमाडौँमा 1600 रुपियाँ किलो छ भनेपछि यहाँनिर चाहिँ बाख्रा पालनको लागि एकदमै एउटा उपयुक्त ठाउँ यो त्यसले गर्दाखेरि अब लोकल कुखुरा अब कालेज पनि मैले किन गर्न खोजिरहेको छु भनेदेखि अब अलिकति यसलाई एग्रो कृषिमा जानको लागि होइन मतलब चाहिँ के सरी एग्रो चाहिँ अब मतलब के भन्छ कृषि पर्यटनमा जान खोजेको होइन त्यसको लागि चाहिँ अब अलिकति चाहिँ मान्छेहरूलाई एडभर्टाइज गर्ने यसो मान्छेहरू आउने ओर्ने रमाइलो यताउता हिँड्छन् यहाँ एउटा खालको चाहिँ बगैँचा बनाउने यहाँदेखि त सबै मेरो कागती बगान छ तल खोलासम्म होइन र बाँकी यहाँ सम्भावना भयो भने यसो 25-30 रुपियाँ जग्गाहरू किन्न पाएँ भने त्यहाँ चाहिँ सबै एभोकाडो लगाइदिन्छु होइन अनि यो गाईको मल बाख्राको जस्तो कुखुराको सुली चाहिँ त्यो चाहिँ के अरे एभोकाडो त्यो चाहिँ कागती र केही जुनार पनि रोपेको छु केही चाहिँ मतलब यो मेघडामिया नटहरू रोपेको छु होइन त्यहाँतिर चाहिँ त्यसलाई चाहिँ लगाएर चाहिँ अनि फोहोरबाट पनि मल उत्पादन गर्ने किसिमको त्यो सोच चाहिँ बनाएको छु तर रहेको कुरा के भन्दा एउटै कुरा चाहिँ मान्छे पाउँदैन मान्छे पाउँछ यो अस्ति 7 दिन अगाडि आएको एउटा भाइ म एकदम 5 वर्ष लगाएर बसेको छु भनेको मान्छे आज हिँड्थ्यो किन उसको भन्दा घाँस रोप्दाखेरि यो चाहिँ टाउकोमा एकदम घाउ एखेरै गाह्रो भइहाल्छ क्या अलिकति गर्मी ठाउँै हो गर्मी त्यसरी तराईमा पनि तपाईँको चाहिँ ठुल्ठुला गाई फार्म 400-500 पालेका छन् त्यो हिसाबले यहाँ त हेर्नुहोस् त शीतल हावा छ खाक्ले यस्तो होइन नि खाक्लेमा त पुरा पाकिन्छ यहाँ त हेर्नु त अब यी बिस्तारै घामै यो ढिलो 9 बजी दसैँ लाग्न थाल्छ त्यस कारणले जम्मा गाई कतिवटा छन् तपाईसँग जम्मा मेरो गाई भनेको त कोरली परेका गाईसम्म झन्डा 29वटा छन् 29वटा छन् अनि यी बाछा 3टा बाछीहरू चाहिँ यहाँ 9वटा छन् एउटा उता छ 10वटा बाछी छन् 10वटा बाछी गर्दाखेरि चाहिँ 29-39 यता 3 बाछाले 42वटा छन् अहिले दुध चाहिँ जम्मा दिनको कति निस्किन्छ दिनको अहिले मेरो दुध भनेको आजको दुध भनेको 200 एभरेजमा छ मेरो 180-200 त्यो दुध चाहिँ तपाईँ फ्रीमै लगाएर मेरो फिल्मको हाम्रो गोपाल रिजाल भन्ने त्यो एउटा डेरी छ सिदिन डेरी भन्ने सिदिन डेरीमा दिन्छु म पहिला सुरुदेखि नै दिइरहेको छु एकदम खुसी लाग्यो उहाँ त्यसो छ पुरा